आज हामीले उहाँको हेयरमा चाहिँ सल्ट एन्ड पेपर हाइलाइट गर्न जाँदैछौँ। उहाँको यो नेचुरल हेयर नै भयो, हेर्न सक्नुहुन्छ। पहिला पहिला चाहिँ हेयर कलर पनि गराइरहनु रहेछ अनि 6-7 महिना भयो अरे लगभग उहाँले चाहिँ हेयर कलर नगराउनु भएको हेर्न सक्नुहुन्छ। म्यामको रिजल्ट हेर्न सक्नुहुन्छ। म्यामलाई अब कस्तो लाग्यो म्यामलाई नै सोधौँ। ल म्याम, हजुरलाई विश्वास थियो यस्तो कलर आउँछ भनेर? आशा त थियो तर निकाल्नु भयो। अहिले ह्याप्पी हुनुहुन्छ? म्याम चाहिँ एकदम डराइराख्नु भएको थियो, ला मेरो कलर कस्तो आउने होला कस्तो आउने होला भनेर। अहिले अब रिजल्ट देखेपछि चाहिँ म्याम चाहिँ एकदम ह्याप्पी हुनुहुन्छ भनौँ होइन। म्याम, हजुरलाई यस्तो कलर आउँछ भनेर येल्लोबाट येल्लो टोन लग्यौँ जब हामीले प्रिलाइट गरेर होइन, एकदमै नर्भस भइरहनु भएको थियो, रुनु पनि भयो होला सायद म्याम है हजुर तपाईँ। अनि हजुरलाई अहिले चाहिँ यो रिजल्ट देखेपछि चाहिँ कस्तो लागेको छ म्याम? एकदम खुसी लागेको छ, यति राम्रो आयो होइन, राम्रो आएको छ। हजुर हजुर, सोचेको पनि यस्तै हो, राम्रो आएको छ। थ्याङ्क यू भेरी मच। थ्याङ्क यू म्याम। हजुर धेरै मेहनत गर्नुभयो, तपाईँले मेहनत एप्रिसिएट गर्छु। हजुर थ्याङ्क यू म्याम है। अब उहाँको चाहिँ फ्रेस हेयर नभएको कारणले गर्दा अलरेडी नै हेयर कलरहरू उहाँले गरिरहनु भएको भएर हामीलाई एकदम प्रब्लम भएको थियो। यदि हजुरहरूले यस्तै किसिमको हाइलाइट गर्न चाहनुहुन्छ भने सल्ट एन्ड पेपर हाइलाइट होइन, तपाईँको ग्रे हेयर आए पनि प्रब्लम हुँदैन हजुरलाई होइन। अरू कलरहरू चाहिँ टचअप गर्नु भएन हजुरले होइन, एकदम फ्रेस हुनु पर्यो यसको लागि। अब गर्न त मिल्छ तर ड्यामेज हुने चान्स चाहिँ बेसी हुन्छ है। हस्, थ्याङ्क यू सो मच म्याम हजुरलाई।